हेलो एभ्रिवान गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सबैजनालाई दर्शन छ, नमस्ते गाइज। म चाहिँ आज यता काठमाडौँदेखि लौकी झरना भन्ने ठाउँमा जाँदैछु। ककनेर लौकी झरना हुँदै आउनेछु, रिटर्न पनि फेरि गाइज। आज जे होस्, आजको दिन रमाइलो हुनेछ गाइज। भ्यूहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ काठमाडौँदेखि यता माथि यो उकालो लाग्दैछ गाइज। यो भ्यूहरू देख्न सक्नुहुन्छ काठमाडौँको तलसाई गाइज। हामी चाहिँ अब लाग्यो गाइज। यहाँदेखि हामी अब काठमाडौँ भ्यालीदेखि अब हामी निस्किँदैछौँ गाइज होइन। अब यतादेखि चाहिँ हामी त्यहाँ जान चाहिँ हामीलाई समथिङ म्यापमा चाहिँ 2 घन्टा कति देखाइरहेको थियो। हाम्रो समथिङ 3-4 घन्टा त लाग्छ। बाटो अप्ठ्यारो छ होला गाइज कोही ठाउँ होइन। गाइज हामी चाहिँ जाँदैछौँ टक्क लाएर माथि डाँडामा गएर यस्तो मस्तको भिडियो बन्छ क्या आज। ल गाइज हामी चाहिँ यहाँ पुरा स्पिडमा हिँडिरहेछौँ होइन। सिङ्गल रहेछ बाटो चाहिँ, टक्क जङ्गल, टक्क तल चाहिँ काठमाडौँको भ्यू देखिने गाइज मस्तको रहेछ यता। यहाँदेखि जाँदैछौँ हामी, अब उकालो चढ्दैछौँ। अनि अगाडिको भ्यूहरू पनि देखाउँछु गाइज, हेर्दै गर्नु। पास रहेछ क्या जाँदैछौँ हामी चाहिँ टक्क माथि अझै सो गाइज यहाँ चाहिँ मूर्तिहरू बनाएको रहेछ, मूर्तिहरू बनाएको छ होइन। अनि मूर्तिहरू देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँदेखि अगाडि जान्छौँ। ल अब गाइज हेर्न सक्नुहुन्छ तपाईँ। हाम्रो लागि मनाङ पनि यही, मुस्ताङ पनि यही हो। यहाँ त्यस्तै हो, भूकम्प जस्तो छ क्या।
सो एभ्रिवान हामी हिँड्दा पनि पछि ढक्का लगाएर गफ हान्दै पनि हिँडिरहेछौँ। हामी चाहिँ यहाँदेखि जाँदैछौँ यो के लाउके झरना जाने बाटो भन्ने अब यहाँदेखि पुग्छौँ है हामी। अब यहाँदेखि चाहिँ जाँदैछौँ होइन। अब यहाँदेखि चाहिँ यो लाइनलाई यस्तो देखाइरह लोकेसन चाहिँ यहाँदेखि यता उडान पनि यस्तो यता यो झरनामा चाहिँ हामी जाँदैछौँ गाइज। हामी चाहिँ स्टार्ट मस्तको भ्यू चाहिँ यतातिर रहेछ क्या। यति चाहिँ हुनुपर्छ है। बाटो चाहिँ उकालो क्या। 6 किलोमिटर छ अझै जाँदैछौँ हामी। अब 6 किलोमिटर भित्र कति के कस्तो बाटो आउँछ चाहिँ हामीलाई थाहा भएन होइन। त्यसपछि झरनामा पुगिन्छ। भिडियो हेरेर इन्जोय भइरहेको होला होइन। इन्जोय पनि लिनुपर्छ। मनाङ मुस्ताङको जस्तो फिल पनि हुनुपर्छ। अनि यसो सब्सक्राइब पनि गर्ने गरौँ है। सब्सक्राइब चाहिँ एकदम कम छ यार। सब युट्युब च्यानल मेरो साथीहरू गानाहरूले सब्सक्राइब चाहिँ हान्नु पऱ्यो है। भिडियो गएर हेर्दै हामी चाहिँ सबै 5 जना चाहिँ घुम्न गछौँ आज होइन। काठमाडौँ भ्यालीदेखि चाहिँ हामी आइसक्यौँ जिउस 1-2 घन्टाको अगाडि नै निस्केको। नाइ त्यही त 5वटा बाइक चाहिँ हो। एकजना अगाडि हुनुहुन्छ हाम्रो, पछाडि चाहिँ 2 जना। यहाँ चाहिँ टिप्पर रहेछ। टिप्परकै एउटा ऊ रहेछ हाइस जस्तो। टोट चाहिँ 5 पुगेछ। अब चाहिँ नजिकै नै छ भनौँ गाइस होइन। हेरिरहेछौँ हामी चाहिँ। यता चाहिँ हुनुहुन्छ मान्छेहरू रोड त्यहाँनिर अपलोड डट बाइक हाम्रो स्कुटी होइन कि डट बाइक। मेरो लागि चाहिँ डटै भन्दा नि पुरा अफरोडमा पुरा कुदिरहेको बाइक। एउटा एनएफ छ, एउटा 150 छ, एउटा 150 छ अनि एउटा चाहिँ मेरो डट छ है। डट हाम्रो चाहिँ डट छ। अरू चाहिँ एनएस 150 अब साउन्ड चाहिँ अलि यस्तो म्यानेज गरिदिनु होला होइन। अनि अहिले चाहिँ हामी यो ककनी गेट आइपुगिसकेका छौँ। अनि त्यही हो अब रोडमा बाटोहरू भनेको होइन। नेपालको बाटो अफ रोड चिल्लो रोड सब छँदैछ। त्यही हो अब त्यही बाटोतिर भेट्दै गरौँला है त। हिँड्यौँ न त अब हामी पनि अब हिँड्यौँ न त। ल अब गाइज हामी चाहिँ लागेको होइन। यहाँ स्कुटी ल रेडी हुँदैछ यो मान्छे यतातिर।
यो सहिलेसम्मको बाटोमा चाहिँ होइन स्कुटर पनि आउनु पोसिबल छ है, त्यस्तो गाडी चाहिँ छैन खासै, त्यस्तो चाहिँ छैन। अब बाटो पनि बाटो गाइस यो गेटदेखि वेलकम छ हामीलाई, माहरू भित्र छिरेको गाइस। यहाँ चाहिँ यो के आर्मी क्याम्प रहेछ होइन, यहाँ चाहिँ खप्पा रहेछ क्या हाम्रो सोब्रेङ्गामा आर्मी क्याम्प रहेछ यहाँ चाहिँ। ल एकदम सही छ त्यही पनि होइन, हामी चाहिँ हिँडिरहेछौँ यहाँदेखि। यहाँ चाहिँ फसल रहेछ है, यहाँ चाहिँ पाउँछ कि नै है फेरि, पायो भने ठिकै हो, पाएसम्म त। ल गाइस यहाँ चाहिँ के हो, यो गेट क्रस हामी चाहिँ गर्छौँ जस्तो छ। खाजा घर भन्ने ल गाइस यहाँ चाहिँ बाइक पार्किङ छ हाम्रो चाहिँ होइन, यहाँ चाहिँ नयाँ चाहिँ अब पार्किङ होस्। गाउँतिर पनि पाइन्छ यो होइन, यता पनि रहेछ। हो यो चाहिँ ठाउँ चाहिँ हो है, क्या बवाल छ है ठाउँ चाहिँ, तल जानलाई मजाले। कोसँग घुम्न आएको अरे जास् न त, एउटा दुईटा कुरा जाऊ नि त, एउटा कुरा दुईटा कुरा भेटिँदै भन्ने। निस्क्यो ल
म पनि अब निस्किनु लाग्यो है। आम्बो नि बाटो त खतरा छ लगाइ यहाँ त्यो खतरा पनि यार गाडी हैन त गाडी So everyone guys, पुरा घुमिरहेको है यतातिर यही पछाडि चाहिँ सबै पछाडि पनि हाम्रो राइडर प्यान्ट हामी चाहिँ यो त्यो माथि त्यो ठाउँदेखि तल झर्दैछौँ यता एउटा चाहिँ हैन होला झर्ना जाँदैछौँ त्यो पछाडि पुरै केटाहरू सबै टिमहरू आएर यो बाइक उसमा राखेको ठाउँमा बाइक राखेको ठाउँमा आइपुगेमा हामी अब चाहिँ यहाँदेखि स्ट्रेट जान्छौँ कि हामी यताको झर्ना हेर्न चाहिँ जानु लाग्छौँ तल केटाहरू अगाडि आम्बो नि कहाँ हम यार हामी पुरा पुरो लाखा त यार एउटा झर्ना जाँदा हम यार त्यो के भन्ने झर्ना लौडा हैन लौके झर्ना लौके झर्ना जाँदै हम आम्बो नि बाटो पनि त्यस्तै अफ रोड कस्तो खतम रहेछ यो कुहिरो पनि कस्तो लाखा लगेर ल जाम आम्बो नि अनि सक्छ त अब यस्तोमा हिँड्न हामी पुरा डट बाइकमा हिँडिरहेछौँ यो बाटो कुहिरो पुरा जङ्गल छ करे जङ्गलमा पुरा रमाइलो भइरहेको थियो यस्तोमा यस्तो मौसममा हिँड्नलाई बाटो चाहिँ हो है धन्न दाइ उहाँको चाहिँ साथ दिला होला दाइ धन्न पानीले चाहिँ साथ दियो भन्दा कि पानी चाहिँ पर्ने नि आम्बो नि यो अफरोड ल गाइज हामी चाहिँ यहाँ अड्डेर खाऊँ होइन यहाँदेखि तल्तिर जान लागेको मस्तले गइन्छ फेरि त्यो एउटा झर्ना छ जाँदैछौँ होइन पुरा अब कुदिहाल्ने ल अफरोडमा मार खतम छ क्या यार बाटो देखेर अब चाहिँ पछि छोड्ने होइन है खतरा आमा पुरा राइडरहरू हिँडिराखन् मेरो अगाडि चाहिँ घुम्न हिँडेको झरना हेर्न हिँडेको तर यस्तो छ यहाँ के हो यस्तो बैलर फार्म जस्तो बैलर फार्म खालको बाटो हो यस्तो यार चिक्लिम जस्तो खालको बाटो हेर्न नजारा जस्तो भइसक्यो घुम्नलाई त केही छैन हिँडिरहँ ल यो चाहिँ के हो यस्तो बेसार हो बेसार जस्तो लाग्छ मलाई चाहिँ
बाटो हेर्नु त हाम्रो बाइक छन् अरू चाहिँ नर्मल बाइकमा छन् ल अब घरमा पुगेपछि म देखाउँछु सबैजना ल बाटो आम्बो बाटो सक्छ त यार निकाल्न यहाँबाट ए हाम्रो डट चाहिँ उता अब सकिन्छ त यार गाइज खतम छ यार बाटो छ अफरोड आएर यो झर्ना हेर्नाले बिजोग हुने भयो यहाँ हिँड्दैछु हिलोमा यस्तो बिजोग पनि सक्छ त ल दबाईको हो दबी चाहिएको अफरोडकै हेर्न एकदम भिजोक छ क्या हाम्रो आज रात नाचेको हेर त निक्ल्यो 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 ल यस्तो अफरोड छ हाम्रो सक्छ त अब यार गाइज निक्ल्यो निक्ल्यो ल बाटोमा आम्बो नि यार उतातिर गाइस हामी अब निस्किन लाग्यो ढोडो आयौँ होइन ल जमजम सोनाले अगाडि एकदम यार अफरोड बिचो हुने भयो गाइस कुदाम कुदाम हिँड र हिँड हिँड म आउँछु बाइकमा के साह्रो बाटो यार अलि राम्रो पनि नबनाउने यार यस्तो झर्ना हेर्ने ठाउँमा त राम्रो होस् न सो गाइस यता पारी चाहिँ हो अरे हामी जाँदैछौँ लट्ठीले यस्तो हालत छ हिँड्नलाई आम्बो यता चाहिँ ठिक छ है वहाँमा अरू भ्यू चाहिँ बवाल है अब जानु पऱ्यो लौके झर्ना हेर्नलाई गाइस लौके झर्ना हेर्नलाई साथीहरू हिँड्दैछन् केटाहरू सो गाइस हामी चाहिँ अब यो लौके झर्नामा पुग्दैछौँ होइन यहाँ चाहिँ हामी यता देख्दै देखाउँछु अब म गइसकेपछि यहाँ चाहिँ कुद्न पर्ने रहेछ अलिअलि अब चाहिँ म तपाईँहरूलाई झर्ना देखाउँछु यहाँ पुगिसकेमा होइन यस्तो बवालको झर्ना छ One, two, three, let's go!
हालत खराब भयो सो एभ्री वान गाइज हामी चाहिँ उता लौके झरनादेखि आएको स्कुटीको हालत यस्तो भइसक्यो यति न्यू स्कुटी यार हिजो भइसक्यो हाम्रो हालत फोहोर मान पुरा यतिको त मार्नु घरमा के खेत रोपिडो यार बरु यतिको चाहिँ के खेत रोपिडो लौके झर्ना पुगेर चाहिँ रिसिभ भइसक्यो ओहो नि यो के हो यस्तो बाटो आम्बो नि अहिले 5:30-6 बजे जस्तो 7 बज्न लाग्यो तर बाटो चाहिँ आम्बो नि के हो यस्तो यार गाडी देख्दैन त अब यस्तो पनि बाटो हुन्छ त ओहो बाटो हेर है गाइस बाटो यार धेरै अफरोडको सर्भाइभ बाद बल्ल पिछ्लो टाइम पुगेको छ होइन कति 1.5 घन्टा 2 घन्टा त अफरोडै छ त्यहाँपछि बल्ल हामी रोड आइपुगेका छौँ त्यही पनि बाटो देख्दैन के हो फेरि यस्तो बाटो आम्बो चिसोमा चिसो छ अहिले जानुपर्छ है स्कुटर पनि जान्छ नजाने होइन तर गाह्रो पर्दैछ बाइक लिएर गएपछि चाहिँ सजिलो हुन्छ गाइज